वेलकम ब्याक टु अनदर दिस भिडियो। आज चाहिँ म ग्राउन्डबाट सुरु गरेर लगाएको छु भिडियो चाहिँ हैन। यहाँ हेर्छु टक्क फुटबल पनि र आज चाहिँ होम वर्कआउट हो हाम्रो हैन। कहाँ छ फुटबल? यहाँ हेर्छु फुटबल चाहिँ फुट्यो ट्याक्कै खेलिरहेको थियौँ र गाई चाहिँ भाइले चाहिँ बल दिए हैन फुटबल। एकैछिन खेल्न हुन्छ है गाईहरू। र तब चाहिँ हामी आज रनिङ पनि गर्नेछौँ र गाई आज चाहिँ हाम्रो डे 4 हो होम वर्कआउटको। र यहाँ चाहिँ मेरो भाइहरू छन् दुईटा रेमन भाइ पनि। चलो गाइस अब चाहिँ म एकछिन घर गएपछि चाहिँ हामी एकछिन फुटबल रनिङ सनिङ हान्ने बेला छौँ होइन गाई। र जुम भान्जुको गाई चाहिँ अब चाहिँ पोर्चुगलको म्याच हो र त्यही भएर गाई आज चाहिँ हामी धेरै खानेकुराहरू रेडी गरेर राख्नुपर्ने भयो। किनकि बेलुका पोर्चुगलको म्याच बेलुका कति हुनु? बेलुकाको 9:45 हो क्या। मकै कहाँ छ र? जे पनि बनाउनु आउनु अहिले घर मात्रै हुन्छ भन न। हामी त बलेर कुदिसक्यौँ होइन। अब भाइहरू लगाइ हामी कुद्यौँ। आउनु न त म कुरा गरिदिउँ। मेरो भाइ चाहिँ आज बेलुका मेरो घरमा बस्ने हो भन्ने रहेछ। किनकि म यो भाइ चाहिँ होइन। र गाइस हेलो गाइस भइसक्यो। गाई चाहिँ अब चाहिँ एकछिन यहाँ बल राखेर हामी कुद्न थाल्छौँ। अब एकछिन ब्रेक लियौँ किनकि धेरै रङ पनि हुँदैन नि त। गाई चाहिँ यसको चाहिँ हामीले 3 राउन्ड लाउनुलाई यस्तो अनि यस्तो अनि फेरि यस्तो है त। गाईहरू कुद अनुहार कालो आयो भने चाहिँ के गर्न सक्दिनँ है गाई। कालो आएको चाहिँ अन्त अब चाहिँ गाई सिधा आएको होला है। ओहो फ्ल्यास लगायो मलाई आँखा देखेन नि त यार। त्यही छैन कुदा गाइसहरू कुखुरै केही छैन गाइस हामी कुदिरहेको छौँ होइन। यति कति हुनु पर्यो गाइसहरू। घर हामी कुदिरहेको छौँ। एकछिन चाहिँ हजुरहरूले बिच्छु नि त। गाइसहरू हामी चाहिँ अहिले यहाँ आइसकेका छौँ। कहाँ होला है? माउन्टेन क्लाइम्बर्स 4-5 वर्कआउट चाहिँ हामी हो। त्यहाँ गाई चाहिँ घर आइसकेका छन् मेरो साथीहरू चाहिँ होइन। गाई घर आइसकेको छु म चाहिँ। र अनि अब चाहिँ यहाँबाट चाहिँ हाम्रो अस्ति भनेर गएको छ यहाँ चाहिँ गाई चाहिँ हाम्रो उस थियो पुलअप हान्ने चाहिँ यहाँ छ एउटा गाई चाहिँ म पुलअप चाहिँ कहाँ हान्नु यहाँ यस्तोमा चाहिँ गाई हानिदिन्छ पुलअप है अहिले छ है गाइस। त्यही भएर चाहिँ अब चाहिँ एकछिन लाग्यो चाहिँ गाइस। अब चाहिँ गाइस हामी होइन नि चाइन पुसअप अनि मेन त माउन्टेन क्लाइम्बिङ पुसअप डायमन्ड पुसअप त्यो सबै हामी चाहिँ बेसिक लेभलबाट फेरि ट्राई हान्दै जान लागेको छौँ। यो गाइसलाई हान्न भयो त। र गाइस यहाँ चाहिँ म आइसकेको छु होइन।
पुसअप चाहिँ हामीले हानिसकेको छौँ र अब एकछिन 5 मिनट फेरि ब्रेक हुनुभयो नि त ब्रेक चाहिँ सिक्दै अब हामी माउन्टेन क्लाइम्बर्स गर्नेवाला छौँ गाइस माउन्टेन क्लाइम्बरले चिजी छ गाइस यस्तो बडी चाहिँ हेर्नु सक्नुहुन्छ गाइसहरू र अब चाहिँ एकछिन हामी चाहिँ बडी पुग्यो लु यति चेन्ज पनि भएको छैन किनकि धेरै वर्कआउट पनि हालेन मैले त्यो भएर चाहिँ गाइस यति मात्रै भयो अब चाहिँ हामीले चाहिँ पुसो हान्ने भएको छ त्यो पनि यहाँ है यहाँ चाहिँ यहाँ यता हेर्न सक्नुहुन्न होला यहाँ चाहिँ हामी निचाइन पुसो हान्ने भएको छौँ होइन त्यही हो यहाँ चाहिँ निचाइन पुसो हान्नेलाई निचाइन पुसो हान्नेलाई यस्तो गरेर यस्तो मैले 5 भन्नु परिसक्छु भने होइन तपाईँले हेर्नुभयो होला यो चाहिँ धेरै पछिको वर्कआउट हो मुक्थेन अनि मुक्तुमा होइन अहिले काम फिट्दो रहेछ भोलि चाहिँ गाइस भोलि बिहान आउनु सक्छ होला सायद किनकि बिहान म उठ्दिनँ सक्छु र गाइस भइहाल्यो आजलाई यति नै गाइस यदि तपाईँले भ्लग मन पराउनु लाइक गरिदिनु होला र चाहिँ हामीलाई सब्सक्राइब फर थ्याङ्क्स फर मेरो चाहिँ कति 17 सब्सक्राइबर भइसकेको छ गाइस यति 100 आज भ्लगमा यही एन्ड गर्न चाहन्छु बाई बाई गाइस थ्याङ्क यू फर वाचिङ दिस भिडियो